केपी शर्मा ओलीले फोन गरेर उहाँलाई चाहिँ जेल हाल्यो। केपी शर्मा ओलीले फोन गरेर अर्को कुरा पनि तपाईँ गर्छु। जतिको जिम्मेवार नेताले जिम्मेवार व्यक्तिले यो भन्दै हुनुहुन्छ कि न्यायालयमा केपी शर्मा ओलीले फोन गरेर आज सहकारीको समस्याका कुरा गर्नुपर्दा हिजोको तपाईँकै क्याबिनेटले रवि लामिछानेमाथि जसरी अहिले सरकारले अन्याय गर्यो भनेर उहाँका पार्टीहरूले भन्नु भएको छ, यद्यपि त्यो केही हदसम्म देखिन्छ, न्यायिक प्रक्रिया अलग होला, तर सरकार तपाईँ मन्त्री भएकै सरकारले त उनीमाथि अन्याय गरेको भान हुन्छ कि हुँदैन? अब उहाँले गल्ती गरेको, गल्ती प्रमाण भेट्यो भने र प्रमाण भेटेर उहाँलाई धरोटीमा छोडेको, प्रमाण नभेटे भए उहाँलाई धरोटीमा छोड्नुहुन्न थियो होला। तर उहाँले धरोटीमा मुद्दा गर्दा गर्दै पनि अहिले एउटा देशको उपप्रधान भएको मान्छे, गृहमन्त्री भएको मान्छे एकैचोटि यति हतार गरेर न्यायालयले त्यति छिटो गर्नुपर्ने थिएन। तर न्यायालय कसको हातमा छ? केपी शर्मा ओलीको हातमा छ। अर्को कुरा तपाईँले जानकारी गराउँछु। जब क्याबिनेटले स्पष्टीकरण कुलमान घिसिङलाई माग्नुभयो, कुलमान घिसिङले चाहिँ क्याबिनेटलाई दिएपछि, उहाँले चाहिँ जवाफ दिएपछि प्रत्येक न्यायालयको चाहिँ श्रीमानहरूलाई सोध्यो सल्लाह गरे जस्तो लाग्छ। यो हामीले यसरी लिएछ, यो प्रमाणले, यो स्पष्टीकरणले स्टे अर्डर नदिनुस् है। भोलि त अब राजनीति दलकै मानिसहरूले उहाँलाई भोलि न्यायाधीश बनाउने, प्रमोसन गर्ने, प्रधान न्यायाधीश बनाउने दलकै सिफारिसमा त हो। त्यो हिसाबले श्रीमानहरूसँग पनि अलिअलि सल्लाह चाहिँ भयो जस्तो मलाई लाग्छ। रविमाथि जुन भयो नि यो गलत भयो भन्ने तपाईँको ठम्म्याइ हो? गलतै भएको त मैले भन्नु म त्यो चाहदिनँ होइन। कानुनमा के छ? कांग्रेस कानुन व्यवसायीहरू, मेरो पनि कानुनी सल्लाहकारहरू छ, मेरो पनि साथीहरू छ। कोही अब चाहिँ हाम्रो अहिलेको श्रीमान प्रधान न्यायाधीशज्यू हामीसँगै बसेर हामीसँगै बसेर हामीहरू चाहिँ 57-58 सालमा हामीहरू सँगै बसेर काम गरे। अब हाम्रो चाहिँ अहिलेको श्रीमान प्रधान न्यायाधीश, हामी कानुनी रूपमै सल्लाह गर्छु। सल्लाह गरेर रवि लामिछाने गल्ती कमजोरी हो कि जबरजस्ती चाहिँ जङ्गी शासन लगायो कि त्यो कुरा बुझेपछि यहाँहरूसँग मैले त्यसको जवाफ म दिन्छु। भनेको रवि लामिछानेको पक्षमा जे भयो त्यसको विरुद्धमा तपाईँ पनि खडा हुनुहुन्छ? खडा होइन, खडा हुने भन्दाखेरि खडा त अब किन गलतका विरुद्धमा उहाँले गलत नगरे कुरामा सरकारले गलत गरेछ, उहाँले जबरजस्ती गरेर छ भने रवि लामिछानेको कुरालाई म अगाडि बढेर यहाँहरूसँग म फेरि कुरा राख्ने